हामी सधैँ जसो विभिन्न कार्यक्रम लिएर आइरहेका छौँ। तपाईँहरूलाई सबैलाई थाहै छ बालबालिकाहरूलाई। आज चाहिँ यसै सिलसिलामा हाम्रो कोलिया बस्ने निशान गुरुङ भाइको चाहिँ जन्मदिन परेको हुँदा उहाँ सीता म्याम सधैँ आइरहनुहुन्छ, तपाईँहरूले चिन्नु भएको छ है। उहाँले चाहिँ उहाँकै आफन्त पर्नुहुन्छ, उहाँहरू सबै आफन्त, तपाईँहरू सबै छोराछोरी। अनि उहाँहरूले तपाईँहरूलाई सम्झेर यति टाढादेखि आएर हाम्रो यो जन्मदिन कार्यक्रम चाहिँ हामी मनाउन लागिरहेका छौँ। यो कार्यक्रमको हाम्रो मेन अध्यक्ष तिलवार दाइ चाहिँ आज बाहिर जानुभएको हुनाले म दिपेन्द्र कार्की यो कार्यक्रमलाई चलाइरहेको छु। यो कार्यक्रम चाहिँ हाम्रो किन यसरी हामीले यसरी खिचेर चलाइरहन्छौँ भन्दाखेरि हामी चाहिँ सम्पूर्ण यस्तै सरसहयोगबाट यस्तै मनकारी मान्छेहरूबाट चाहिँ फेरि पनि हामीलाई सरसहयोगको अपेक्षा गर्दै यसरी हामीले 2-4 मिनटको कार्यक्रम चलाएर हाम्रो साइडमा हाल्ने गर्छौँ। हाम्रो चाहिँ डिसेबल टिभी भन्ने पनि छ होइन, डिसेबल टावर भन्ने एउटा हाम्रो साइट पनि छ। यसै कार्यक्रमलाई अब हाम्रो संस्थाको नियमअनुसार अगाडि बढाउँदै मैले हाम्रो उहाँ निशान गुरुङ चाहिँ बाहिर गएर हुनुहुन्छ, यहाँ हुनुहुन्न है। जो आउनु भएको छ उहाँहरूको आफन्तहरूलाई हामीले संस्थाको नियमअनुसार आज चाहिँ मायाको चिन्ह चाहिँ सकिरहेको छ। यसमा धेरै छ है। एउटा खादाले हामी सबै उहाँहरूलाई पहिला चाहिँ सम्मान गर्दैछौँ। यसमा सबभन्दा पहिला चाहिँ म दिदीलाई उहाँलाई चाहिँ म फेरि आउनुपर्छ। अगाडि आउनुहुन्छ नाइट पनि लिएर आएन भाइ चकुलेर। अब यो कार्यक्रम चाहिँ हामी मूलत भन्ने कुराहरू त धेरै नै छ। यस्तै सरसहयोगको अपेक्षा राख्दै अरू पनि जो जति हामीलाई हेरिरहेको छ विभिन्न च्यानल युट्युबहरू, हाम्रो तिलवार दाइको नामको युट्युब भयो, जय किशोर युट्युब आवाज भयो, किशोर अनलाइन टिभी भयो, त्यसमा चाहिँ तपाईँहरूले सबैले वाच गरेर यहाँ आएर हाम्रा बालबालिकाहरूलाई बच्चाहरूलाई जति सहयोग गर्न सक्नुहुन्छ सहयोगको अपेक्षा गर्दै अब चाहिँ तपाईँ त्यो के काट्ने कार्यक्रम हाम्रो अगाडि बढाउँछौँ। सानो बच्चालाई खुवाएर कार्यक्रम अगाडि बढाउँछौँ। के हो के कहिले खाने कि खाना पछि खाने हो के कहिले पछि खाँदा हुन्छ। केकलाई चाहिँ अहिले उहाँहरू हजुरहरू चाहिँ लिउँ है, बच्चाहरूलाई लिउँ। हाम्रो घर चाहिँ खाने खाना जन्मदिन मनायो मजा
यो चाहिँ हामीले खानापछि नै गर्नु होला यो चकलेट चाहिँ अस्ट्रेलियामा हुने युनिक दामको के गर्ने खानापछि खाने कि खानापछि खाने छ Brother.